नमस्ते गाइज, आजको नयाँ भ्लगमा स्वागत छ। जहिले पनि राति भएकै भिडियो हाल्दा चाहिँ फाइनली घाँस बोकिसकेको छु। अब चाहिँ घर मैले चाहिँ घाँस ल्याएर आएर चाहिँ घोटिसकेको छु। म चाहिँ घाँस ल्याउने ठाउँमा आइसकेँ। गाइज नाम्लो छोडेछु फेरि घर। म चाहिँ भर्खरै घाँस ल्याएर आइसकेँ। लास्टै गरुङ्गो थियो मैले त तपाईँहरूलाई फाइनली भर्खर उस गरेर खम्ने डिजाइनको लागि काम गर्नु भएको मात्र राति युज गर्नुहुन्छ। कलर देखाइदिएको हेलो नमस्ते गाइज, आजको नयाँ भ्लगमा स्वागत छ। जहिले पनि राति भएकै भिडियो हाल्दा होइन, आज चाहिँ हल्का अघि हाल्ने कोसिस गर्छु। भ्युजै नजाने क्या राति हालेको भिडियोमा यस्तै छ। हेर्न सक्नुहुन्छ कति 9 बज्यो। अब चाहिँ टक्क त्यहाँ घाँस ल्याउनु जानुपर्ने हुन्छ। पूजा गरेदेखि लाइभ अलि मिलाउन हान्न नि त है फ्याम। अहिले चाहिँ ट्रक यता घाँस ल्याउनु जानु लागेको। तर घाम अचल टाँठा पऱ्यो। हिजो पानी आएन, नत्र खाली बेलुका पानी पर्थ्यो क्या। हेर्नु न हरियाली अन्त तरिका होइन गाइज। अनि त्यही यो चाँडै 1K मैले 1Kमा गिभ अवे गर्ने भनेको छु। त्यसको लागि चाँडै 1K पुऱ्याइदिनु होला। 1K पुगेपछि चाहिँ कडा गिभ अवे रहेको छ। त्यो गिभ अवे चाहिँ 1Kमा हुन्छ। त्यसको लागि गाइज चाँडै 1K पुऱ्याम। र ल्यापटपमा भिडियो एडिट गर्दा हल्का हल्का धौ त हुने रहेछ है यो फ्याम। म त्यहीँ घाँस ल्याउने ठाउँमा गएर भेट्छु। चाहिँ फाइनली घाँस बोकिसकेको छु। अब चाहिँ घर जानुपर्ने हुन्छ। अझै एक खेप आउनु पर्छ। यहाँ चाहिँ कसले माछा मार्न लाएर छ। अनि भाइ चाहिँ हल्का गरुङ्गै छ। त्यही पनि जमाना कत्रा त बोक्कै नि यस्तो त। म चाहिँ फाइनल्ली त्यही हो। म चाहिँ घर हिँड्न लाग्यो। घाम परिसक्यो। त्यही हो घर छोडेपछि डाइरेक्ट पनि घर भेट्छु। मैले चाहिँ घाँस ल्याएर आएर यहाँ चाहिँ घोटिसकेको छु। के छ गाइज। अनि है हो फ्याम 3टा छन् जस्तो सानो। एउटा बोको 2टा पाठा नि पाठी पाठा भनेको पाठी सरी गाइज होइन। यहाँ चाहिँ यस्तो घाम परिसक्यो। अझै एक भाइ छ ल्याउनु जानुपर्ने हुन्छ। कान दुख्यो मेरो चाहिँ लास्टै फाइनल्ली फेरि अर्को भारी ल्याउनु जान्छु। म चाहिँ घाँस ल्याउने ठाउँमा आइसकेँ। यहाँ चाहिँ गाइस मेरो भारी रेडी भयो काइल दिदी। गाइस हरिलो रेडी भयो कि नै? बेकाना यति छिटो बोलाएर यताउति काम गरेर भारी बोकेर भेट्छु। गाइस नाम्लो छोडेछु फेरि घर जान पर्ने भयो। भर्खरसम्म त्यत्रो बाटो त वहाँ माथि पुग्न पर्छ। यस्तै मलाई थाहा त थियो यस्तै हुन्छ भन्ने। केही छैन, म गएर ल्याउँछु। ठिकै छ, म गएर ल्याउँछु क्या। मेरो बाटो चाहिँ यस्तो छ। त्यही हो फ्याम। सबै कहाँ मकैमा मल हाल्ने होइन, बाक्लै छ। सबै कहाँ मकै गोड्ने बेला भयो। मकै खन्ने उखालेर फाल्ने बेला भयो। त्यही त कति बाक्लै छ नि त मकै त यतातिर त। भएर सबै कहाँ मल हाल्ने। टाइम मात्रै लस्ट भयो क्या। झन् भुलले छ कि नामले ल्याउन। त्यही भएर फ्याम होइन। अनि 1Kमा गिभ अवे हुन्छ भनेर मैले भनिसकेको छु। त्यसको लागि छिटोभन्दा छिटो मलाई सपोर्ट गरिदिनु सबैजना मिलेर। छिटोभन्दा छिटो सपोर्ट गरिदिनु। अनि म अघि जान पाउँछु होइन फ्याम।
यहाँ चाहिँ म आइसकेँ फाइनल्ली घर आएँ बल्ल होइन यस्तो छ लगभग तलदेखि यहाँ आउन 2 मिनट लाग्ने रहेछ समथिङ 2 मिनट लाग्ने रहेछ है फ्याम अनि घाँस सास ल्याएर आएर घरै आएर भेट्छु अब म चाहिँ भर्खरै घाँस ल्याएर आइसकेँ लास्टै गरुङ्गो थियो यहाँ चाहिँ मैले त तपाईँहरूलाई धेरै धन्यवाद भन्न चाहन्छु मेरो सबभन्दा छिटो 42 फलोवर्स भइसकेका छन् फेसबुकमा चाहिँ धेरै गरी त हाम्रा फ्यानहरूलाई धन्यवाद भन्न चाहन्छु हजुरहरूले यति धेरै माया देखाइदिनु भएको छ अझै देखाइदिँदै जानु होला मैले चाहिँ तपाईँलाई देखाउन चाहन्छु यहाँ चाहिँ देखाउन सक्नुहुन्छ यस्तै माया गरिदिँदै जानु होला यहाँ कमेन्ट देखाउँछु विपिन दाईले नि गर्न छ कि पिटकान छ अरे थ्याङ्क यू दाई अनि दाईसँग नि बोलिन्छ यताउति भइहालिन्छ थ्याङ्क यू फ्याम यस्तै माया गरिदिँदै जानु होला अनि अब स्कुल जानुपर्ने हुन्छ मैले चाहिँ के कति काम गर्छु त्यो खास देखाउन खोजेको मैले चाहिँ अबदेखि भ्लग त्यति लामो गराउन समथिङ्स मेरो भ्लग भनेको 5 मिनटदेखि माथि नै हुन्छ 5 मिनटको 10देखि तल हुन्छ 11देखि तल 5देखि माथि हुन्छ धेरै लामो त अब केही कन्टेन्ट यस्तो भएछ भने धेरै लामो हुन्छ नत्र भए हुन्न अब चाहिँ मैले कमेडी कन्टेन्टहरू खोजिरहेको छु भेटाएछु भने अब चाहिँ कमेडी ल्याउने प्रयास गर्छु धेरै कमेडी भनेर भनिरहनु भएको थियो त्यही भएर अनि मैले चाहिँ 1K मा गिभअवे गर्ने भनेर भनिसकेको छु त्यसको लागि 1K चाँडै पुऱ्याइदिनु होला त्यसको लागि 1K चाँडै पुऱ्याइदिनु होला अनि पछि फेसबुकमा पनि 1K पुऱ्याइदिनु होला चाँडै त्यस्तै छ गाइस होइन लिची त भइभरि खसेर यस्तो लिची फलिसक्यो खाले लिची त अहिले खाने हो कि असार लिची त होइन टक्क माथि देख्न सक्नुहुन्छ माथि लिची खाने उताको बुटो त धेरै पानी टाढो छ नि मोर त्यही फ्याम यस्तै माया गरिदिँदै जानु होला अनि आश छ अनि थम्बनेल चाहिँ हिजोको मैले त्यति राम्रो राखेन किनकि ल्यापटपबाट एडिट गर्न त्यति नजानेर नि भन्न सिक्दैछु होला नि भन्न चाहन्छु अनि भिडियो चाहिँ मैले राति हाल्ने कारण भ्युज त जान छोड अहिले चाहिँ मैले 8:30 मा हाल्ने गराउँछु भन्ने सोच छ अब हेरौँ के हुन्छ त्यसको लागि चाहिँ हजुरले पहिला माया देखाइदिनु होला भन्दै अनि त्यही खानासाना खानुपर्ने हुन्छ स्कुल जानुपर्ने हुन्छ यताउति काम गरेको देखाउँछु मैले चाहिँ होइन त्यही हो एकछिनपछि भेट्छु ए फाइनल्ली भर्खर उस गरेर चाहिँ थम्बनेल डिजाइनको लागि यसो काम गर्नु भएको होइन टक्कला थम्बनेल क्रिएट गरौँ भनेर डिजाइनको लागि त्यहाँ चार्ज मस्ती खतरा राति युज गर्नुपर्छ त्यस्तै खतरा हुन्छ यो त्यही जिमेलबाट खोलाएर पहिला चाहिँ हल्का देखाइदिइरहेको छ वर्कको मैले चाहिँ नयाँ सिस्टमले निकालेर राखेँ गरे कता त्यही फ्याम यसो धौनी रहेछ यसमा माउसबाट चलाउँदा हल्का गाह्रै परिरहेछ नि उसबाट ट्याक सजिरहन्छ यसमा कस्तो हात चिफ्ले जस्तो नि प्लसमा त आयो क्रिएट भयो फोटोज भयो क्रिएट साइन इन गरिसकेको नि त अस्ति धौछ एडिट गर्न यहाँ देखाउँछ यहाँ ल यहाँ चाहिँ थम्बनेल टक्क क्रिएट गर्न लगाएको अनि मेरो चाहिँ अस्ति नै त अर्को खाले ल्याएको मैले चाहिँ कति 50 खाले ल्याएको अलि सस्तो माल देखेर सस्तो मालले कामै नगरेर अनि यो चाहिँ मेमोरी हाल्ने मल्ल यो हो क्या यो ल्याएको मलाई भन्न त भन्नुहुन्छ दाइले यो टक्क यता ठुलो मेमोरी लाउने हो सानो मेमोरी फुल एचडीमा काम गर्छु कि नै भन्ने अहिले चाहिँ म टक्क डिजाइन गर्न जाँदैछु थम्बनेल डिजाइन युट्युब साइज काम गरिरहेको छु गाइजहरू सब फुल देखाउँछु कसरी काम गर्छु भनेर ल भयो यो युट्युबको साइजमा आइसकेको छ अब चाहिँ अब स्टिकर यता सब देख्न सक्नुहुन्छ फन्टहरू त्यही हो म्याम एडिट गर्नु पर्यो
हेर्नु न यहाँ काम छ यहाँ टाइटल लेखेर कसरी के बोल्ने यहाँ लेखेर गर्छु कि अचाल्दाखेरि मैले 10 रुपियाँ टक्क लाएर यहाँ चाहिँ देख्न सक्नुहुन्छ वायरलेस माइक नआएर अनलाइनमा फोन हाने मैले भर्खर फोनै उठाएन तेरि साउन्ड मगाउनुलाई वायरलेस माइक सिङ्गल हालेँ के भला त्यो चाहिँ मैले मगाएको छु आउँछ त्यो चाहिँ चाँडै नै टक्क एडिट गर्न बसेको कि भर्खर यहाँ सबै काम भ्याएर सुरुमा थम्बनेल एडिट गर्छु त्यो अरू एडिट गर्नु पर्ला भनेर हो यस्तो छन् क्या त्यही हो फ्याम अनि आजको ब्लग के कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला अबदेखि कमेडी आउँछन् अनि त्यही हो फ्याम अबदेखि कमेडी आउँछन् हेर्न भने नछुटाइदिनु होला अनि मेरा फ्यानहरू ओके बाई आजको ब्लग यहीँ बाई हजुर